मिठो एकदम मिठो छ यो चिज बल चाहिँ। हेलो साथी सबैजनालाई, र म चाहिँ पहिलो पटक ससुरालीमा चाहिँ जाँदैछु र यो चाहिँ भ्लग नभएर र यो चाहिँ अलिकति सर्ट भिडियो र हजुरहरूलाई कस्तो लाग्छ हेर्नु होला। यो ब्याकग्राउन्डमा पुरै पहाडहरू पुरै यहाँ छ, पुरै मेरो बुढी चाहिँ यहाँ हुनुहुन्छ, पुरै राम्री भएर हिँड्नु भइरहेको छ। कस्तो लागिरहेछ तिमीलाई? राम्रो लागिरहेछ। यो माथि पुग्नुपर्छ, यो माथि पुग्नुपर्छ, यो माथि त्यो त्यस्तो छ साथीहरू। मलाई चाहिँ अलिकति सन्चो नभएको कारणले चाहिँ टाउको अलि बानेको। हजुर, यो चाहिँ बुढीको मायाले चाहिँ यो मेरो टाउको साउको बानिदिनु भएको हल्का डक्टर यापकै जोस् उहाँले एकदम माया गर्नुहुन्छ। यसरी फेरि यसरी सँगै हिँड्नु पाएको छ एकदम। सो एकदम खुसी लागेको छ मलाई चाहिँ। अनि तिमीलाई? मलाई नि धेरै खुसी लागिरहेछ। यस्तै हो। अनि यस्तै हो हाम्रो गाउँ चाहिँ। गाउँ भन्नाले अब माइत, मेरो चाहिँ माइत रे। यस्तो चाहिँ माथि यता तल शिखर बेसी, यता यो कुन चाहिँ यो ठाउँ नाम के हो? यो तल शिखर बेसी हो, त्यो चाहिँ खै के भन्छ अरे त्यसको नाम चाहिँ? बिर्सेछ मैले त। एक महिना भएको थियो काठमाडौँ गएर। हजुर, गाउँको ठाउँको नाम नै बिर्सेछ। त्यस्तो हुँदो रहेछ यहाँ हेर्नु। मसँग आएपछि यहाँ धेरै माया परेर होला, मान्छे ठाउँ नै बिर्सिँदो रहेछन्। सो त्यस्तै रहेछन्। एकदम खुसी लागिरहेछ र हेर्दै गर्नु होला। अनि हाम्रो हजुरहरूलाई राम्रो लाग्छ भने चाहिँ अनि सब्सक्राइब गर्नु होला र माया देखाइदिनु होला भन्न चाहन्छु। र अझ पनि हामीले राम्रो देखाउनु सकोस्। हेर्न सक्नुहुन्छ यो सबै यो खेतीपातीको यो पुरै। हामी चाहिँ यहाँ बसिरहेको छु बाडाबुडी टट्टसँगले आनन्दले। अब के भन्नु, बेलुका चाहिँ माथि पुग्नु छ र हामी चाहिँ तलबाट हिँडेर आएको थियौँ। तलबाट त्यो खोला देख्नु भएको छ तपाईँहरूले? हो, त्यहाँ खोलाबाट आएको हामी। र अहिले चाहिँ हामी चाहिँ यसो आराम गरिरहेको छौँ। त्यति हो, पुरा पसिनाले भिजिसकेको छ, पुरा चिसो भएको छ पुरै। हिँड्दाखेरि गर्मी लाग्ने, अनि फेरि अनि त्यही पसिनाले पुरा चिसो हुँदो रहेछ। अनि बुढी पनि यहीँ हुनुहुन्छ। बुढी चाहिँ चिसो खानु भइरहेछ। म पनि यसो खाएर बसिरहेको छु। मिठो एकदम मिठो छ यो चिज हालेको छ, त्यही भएर चिज बल भनेको छ। हेर्न सक्नुहुन्छ घाम पनि डुबिसक्यो, राति पनि परिसक्यो। यस्तो छ। एक कप बिहानै हामी चाहिँ ब्युटिफुल प्लेस चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरू पनि। र म चाहिँ बिहानै उठेर चट्टसँग ससुबाको घर पनि हेर्न सक्नुहुन्छ। र चट्टसँगले भिडियो पनि गरियो। चट्टसँगमा पनि भिडियो बनाउँदै हेर्दै बसिरहेको थियो। र यो चाहिँ झाँक्री गाउँको आफ्नो ठाउँको हुँदो रहेछन्। पार्ट आफ्नो भनौँ न समाज गाउँको धेरै हुँदो रहेछन्। र म पनि चट्टसँगले हेरिरह्यो। र यो चाहिँ किन हो भन्दाखेरि चाहिँ यसो प्रश्न गर्दाखेरि चाहिँ यो चाहिँ एउटा भगवान्को ठाउँमा जानुपर्ने रहेछन्। र सबै गाउँको ठाउँको चाहिँ त्यो ठाउँमा चाहिँ भेला हुने रहेछन्। अनि सबैजना प्रिपेयर हुँदै बस्नु भएको। र यसो यहाँ पनि माथिबाट पनि चट्टसँगले आयो। र के हो आफूले त्यति खासै बुझेनन्, अनि पहिलोपटक भएको कारणले। र हजुरहरू पनि हेर्न सक्नुहुन्छ कस्तो कस्तो लाग्यो। र झाँक्री भनिन्छन्। र यो पनि अब एकदम अब रमाइलो एउटा पार्ट रहेछन्। अनि मलाई चाहिँ रमाइलो भन्नाले चाहिँ त्यति लङ टाइमसम्म चाहिँ हेर्नु त्यति मन थिएन। हल्का हेऱ्यो र भिडियो पनि गऱ्यो। र मेरो फेसबुकदेखि लिएर युट्युब च्यानलको साथीहरूलाई
देखाउनुको लागि चाहिँ गाउँको कस्तो हुँदो रहेछ भनेर चाहिँ हजुरहरूलाई पनि मैले देखाउनुको लागि चाहिँ भिडियो बनायो र हजुरहरूलाई कस्तो कस्तो लाग्छ भन्ने चाहिँ आशा छ कि हजुरलाई पनि राम्रो लाग्न सकिन्छ रमाइलो पनि हुन सकिन्छ र हेर्दै पनि जानुहोला कस्तो कस्तो हुन्छ र मैले चाहिँ जति सक्दो बनाएँ र त्यति लामो चाहिँ मैले बनाएन सो सर्टकटमा चाहिँ हजुरलाई बनाइदिएँ र हजुरलाई कस्तो कस्तो लाग्छ र हेर्दै पनि जानुहोला हेर्नुहोला है कस्तो कस्तो लाग्छ एकदम भनौँ न राम्रै थियो सो आफू पनि एकदम एक्साइटेड थियो र यो चाहिँ एउटा गान चाहिँ होइन नाचिरहेको थियो यो चाहिँ अब जागरेको यस्तो रहेछन् अनि आफ्नो उयो हुन्छ होला पनि हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई